साथीहरु नमस्कार, यहाँलाई स्वागत छ मेरो नयाँ दिनको नयाँ भिडियो सँगै। के छ आरामै हुनुहुन्छ? म चाहिँ आज बिहानै भिडियो बनाउँदैछु किन भन्दाखेरि मेरो चाहिँ आज नयाँ काम छ क्या। तपाईहरुलाई म मेरो नयाँ काम देखाउँदैछु अनि म हिँड्दै पनि छु। फेरि कहाँ जाँदैछु भन्दाखेरि म त्यही कामको गर्न जाँदैछु जुन तपाईहरुले पछि अन्तिमसम्म भिडियो हेरेपछि थाहा पाइहाल्नुहुनेछ। अनि के छ, सन्चै हुनुहुन्छ? तपाईहरुलाई कस्तो छ, के छ है? आरामै हुनुहुन्छ होला? म नि एकदम आरामै छु। म चाहिँ तपाईहरुलाई मैले गर्ने काममा गएको भिडियो सबै देखाइहाल्नेछु। अनि मेरो काम हेर्न सक्नुहुन्छ। यहाँ यसरी यसलाई बाँधेर म चाहिँ यस्तो अवस्थामा रेडी यो बोकेर झोला बोकेर जाँदैछु। अब तपाईहरुले देखिनै सक्नुहुनेछ मेरो काम हेरेर है। अहिलेलाई भने म माथि घरदेखि अहिले सनसेट भन्दा नि सनराइज भइरहेको छ नि त। घाम लागिरहेको छ, भर्खर झुल्केको छ पूर्वदेखि। अनि त्यो पारीको गाउँमा भेडाहरू बसिरहेछन्। अनि टक्क सरर पारेर हेर्दाखेरि चाहिँ गाउँमा एकदम मिरमिरे घाम, बिहानको घाम झुल्केको छ। कस्तो राम्रो भइरहेछ हैन। अनि यहाँ जोतेको छ मैले अस्ति यहाँ जोतेको। अनि आलु हेर्न सक्नुहुनेछ। आलुको त कुरै नगरौँ साथीहरु। आलुको त यहाँ जति पनि आलु हुन्छ सनराइज भइरहेको छ, भर्खर घाम झुल्केको छ। अनि यो घरदेखि मेरो घर चाहिँ माथि छ है। अलि अँध्यारो भयो होला। अनि म जाँदैछु। म जाने गाउँ चाहिँ तल देखिरहेछ त्यही गाउँ हो। त्योभन्दा नि उता थियो। म तपाईहरुलाई त्यहाँ गएपछि देखाउँछु है त। हेर्नुस् है, मेरो गाउँदेखि पार देखिने गाउँ चाहिँ जहिले देखिने भिडियोहरुमा देखिने गाउँ चाहिँ त्यो हो। हामी चाहिँ यहाँ माथि बसेको छौँ। यहाँ जङ्गल चाहिँ धेरै छ। कता जङ्गलमा बसेको होला भनेर हामी जङ्गलमा चाहिँ छैन, धेरै जङ्गल छैन। यो हाम्रो गाउँ घरदेखिको पारी गाउँ ठुलो छ। हेर्न सक्नुहुन्छ यस्तो छ, धेरै लामो छ। तपाईहरुले मेरो गाउँमा जाने ठाउँ चाहिँ देखाउँछु है। कस्तो छ भन्दाखेरि ठ्याक्क लाएर मेरो छाया हेर्नुस् त। मैले लाएको मान्छेको हुलिया कस्तो छ। म जस्तो छु त्यस्तै छायामा आइरहेछ है। अनि म निस्किने गाउँ हाम्रो काफल हेर्नु साथीहरु। काफलको रुख कत्रो छ, जति खाए नि हुन्छ। अब त्यो काफलको रुख एक काफल पाके देखा नहीं। अब गाउँ हेर्नुस् त। म चाहिँ दिनभरि बिहानभरि जाउँ काटेँ। दिनमा गर्मी भएर काट्नै सकिनँ। सुतेर अहिले म चाहिँ जाँदैछु। यस्तो छ है हाम्रो गाउँ। जङ्गल ठुला जङ्गल छ। यस्तो छ, सबैले गाउँ काट्दैछन्। हाम्रो गाउँतिर भर्खर गाउँ काट्ने काम भइरहेछ। त्यो गाउँ हो। झन्डै लडिन पर चाहिँ हाम्रो जग्गा छ। गाउँ सुकेर अहिले भर्खर गाउँ काट्ने बेला भएको छ हाम्रोतिर। हाम्रो बुढी चाहिँ जाँदैछु गाउँ काट्न। म नि जाँदैछु। यस्तो छ हालखबरी साथीहरु। गाह्रो छ गर्मीमा नकाटिनु भने। गाउँ सुकिकिन कस्तो बेकाम भएको छ नि। गाउँ सुकिकिन
अलिअलि पाकेन है हेर दि बोइ किमु भिडियो बनाउँछु किमु कालो भइकन पाकेर चाहिँ कोकान आउँछन् रे छाचुरी आउँछन् होला क्या ल खाऊ म अहिले यहाँ हेर्नुहोस् त किमु पाकेर कालो भइरहेछन् के गर्नु यहाँ जान सकिन्न होला अब साथीहरू किमु खाने हो किमु पाकेर कालै भए साथीहरू मैले चाहिँ बिहान काटेको जाउँ हामी दुई भाइ बहिनी लागेर काटेको गहुँ हो यो यस्तो गरी सुकाइरहेको छौँ हामी यसरी बाँधेर अनि पछि जोड्छौँ यसलाई बादल चाहिँ यस्तो छ हामीले बहे पनि आउँदैछन् हेरे हाम्रो सुकेर मुरुक्कै भइरहेछ यो भरे काटेर भ्याउँछु बेलुकासम्म काटेर भोलि बिहान यो केही दिनदेखिको गहुँ काटेर चाहिँ म घर फर्केँ अनि त्यसपछि चाहिँ मलाई घर आउन मन लाग्यो अनि गहुँ काटेर सिद्ध्याएँ त्यस पछाडि चुट्न चाहिँ बाँकी नै थियो म घर आएँ घर आएपछि छुट्टी आनन्द हुन्छ क्या अनि तलदेखि थोरै देखिन्छ नि त यहाँदेखि त पुरै आनन्द हेर्नको लागि पुरै पिसफुल ठाउँ छ कि यो चाहिँ हाम्रो घरको आरू फलेर यो साउनतिर पाक्ने आरू पनि यत्रो भइसकेको रहेछ दाना यत्रो भइसकेको छ है साथीहरू यो पाक्ने बेला पनि भएन त साउनतिर पाक्छ अनि देख्न सक्नुहुन्छ हाम्रो घरको चल्लाहरू कुखुराहरू मैले चारो हालिदिएँ अब मैले यो खोरमा सबै पानी चारो यहीँ हालिदिएको छु अनि म चाहिँ आज गुवाला जाँदैछु मेरो गाई चराउन जाँदैछु म चाहिँ यो सानो बाबु आइरहेको छ हाम्रो घरमा चाहिँ केही पनि छैन अहिले सानो बच्चाहरू सब गइसक्यो आफ्नो ठाउँतिर है म चाहिँ एक्लै छु अनि आमा र बाबा चाहिँ गहुँ चुट्न गएको छन् कि आज म चाहिँ मेरो भाग आज गुवाला छ है मेरो आमाले चाहिँ बिहानै घाँस काटेर राखिसकेछन् गाई बस्तुलाई हाल्न दाउरा पनि टन्न राखिरहेछन् खेरेर कता लागेको त तिमी कता गइस् गाई फुकाउन गाई फुकाउन कि कता ए बिस्तारै जान हो बिस्तारै गाई लाउन जाने के यता आइज अर्काको छोराछोरी कहाँ हामीसँग जान्छन् त नि म त अब यो गाई लाउन जाँदैछु साथीहरू अब घरमा हुन्छ काम भने छैन यसो न माथितिर गाई लगाइदिएर आउँछु अनि त्यस पछाडि म बाख्रालाई पनि माथिसम्म अलिअलि जङ्गलतिर लिएर चराएर आउँछु हाम्रो घरका बेरा बाख्रा यिनीहरूलाई चराउनु पर्यो है गाईलाई लगाउन जाँदैछु घरमा कोही छैन गाई लाउन त जानु परिहाल्यो नि अब ड्युटी यही हो अहिले यो गाई लाएर यो जङ्गलतिर फेरि बाख्रा गुवाला आउनु छ दिक्क लाग्छ भने के गर्नु घरमै त राख्नुहुन्थ्यो घरमा राख्नुहुन्थ्यो अब घाँस काट्नुपर्छ त्यही भएर आज मैले जङ्गल लिँदैछु गाईहरू है आजले साथीहरू यति नै अब म चाहिँ आफ्नो ड्युटीतिर जानुपर्ने हुन्छ है मेरो भिडियो हेरेर साथ दिनु होला अन्तिमसम्म कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु होला म चाहिँ नयाँ हो भिडियो बनाउनको त्यति खासै राम्रो त म बनाउँदिनँ तर पनि मलाई हेरेर साथ दिनुहुनेछ भन्ने आश राखेको छु आजलाई चाहिँ यति नै बाई बाई साथीहरू।